नमस्ते। यो सिप तथा यो प्रदेश स्तरीय धनगढी उपमहानगरपालिकाबाट आयोजना गरिएको प्रदेश स्तरीय सिप तथा रोजगार मेलाको अवसरमा यो इभी तर्फका यो साथीहरूले यो इभी गाडी बनाउनु भएको छ। यो इभी गाडीमा चाहिँ नि हामी एकछिन म चाहिँ नि चढेर घुमेँ पनि र यो बनाउने सम्पूर्ण प्रशिक्षार्थी भाइहरूलाई धेरै धेरै धन्यवाद। र वास्तवमा इभीको सङ्ख्या हाम्रो जस्तो देश जहाँ चाहिँ नि बिजुलीको अपार सम्भावना, हाइड्रो पावरको अपार सम्भावना भएको ठाउँ, पेट्रोल विदेशबाट मगाउनु पर्ने, हामी व्यापार घाटा भन्छौँ। व्यापार घाटा त पेट्रोलियम पदार्थको ठुलो हिस्साको कारण पनि व्यापार घाटा छ। त्यसको ठाउँमा हाइड्रो पावरबाट उत्पादन भएका बिजुलीले यो इभी गाडीको प्रयोग गर्न थाल्यो भने त्यो हाम्रो व्यापार घाटा पनि धेरै घट्छ र धेरै मान्छे स्वरोजगार पनि हुन्छन् र आर्थिक उन्नति विकास पनि हुन्छ। त्यसको खुड्किलोको रूपमा अहिले हामीले पनि यो इभीको तालिम गराइरहेछौँ। यसले चाहिँ धनगढी क्षेत्र, सुदूरपश्चिम क्षेत्रमा जति पनि अब इभी गाडीहरू मर्मत गर्ने र स्वरोजगार हुने अवसर हाम्रा सम्पूर्ण प्रशिक्षार्थी साथीहरूलाई प्राप्त हुन्छ भन्ने कुरामा विश्वास छौँ। र आगामी दिनमा पनि हामीले यो मेलालाई कन्टिन्यू गर्ने, हरेक वर्ष गर्ने र भर्सक चाहिँ यो माघको 5 गते गर्ने सोच बनाएको छौँ। र यसमा चाहिँ अब तालिमहरू कसरी यसलाई एडभान्स बनाउने हो कि तालिमहरू थप्दै जाने के गर्न सकिन्छ त्यो खालको चाहिँ पनि हामी अगाडिको दिनमा गर्ने योजना बनाउँछ। र म सम्पूर्ण सहभागी साथीहरूलाई पनि तपाईँहरूले बुझेको फिडब्याकहरू, किनभने एउटा कस्तो पनि गर्न सकिन्छ भने जस्तो अहिले मलाई प्रशिक्षार्थी साथीहरूले भन्नुभयो कि हामीलाई अब 1 ग्रेड माथिको तालिम चाहियो भने 1 ग्रेड तालिम लिएकालाई तालिम दिने एउटा तालिम, नयाँलाई तालिम दिने एउटा तालिम भनेर त एउटा इभेन्टको 2टा तालिम पनि गर्न सकिन्छ। त्यस कारण जसले 100% रोजगारी हुन सक्छ, स्वरोजगार बनाउन सक्छ, त्यस्तोतिर हामी चाहिँ ध्यान केन्द्रित गरेर खालि यो प्रचारको लागि मात्रै तालिम दियो यतिजनालाई भन्नलाई मात्रै होइन कि वास्तवमा चाहिँ यो आर्थिक विकास हुने, स्वरोजगार हुने, आर्थिक विकास हुने दिशातिर हामी कदम बढाउँछौँ भन्ने कुरा म यहाँ सबैलाई जानकारी दिन्छु। धन्यवाद।